Good morning everyone. Good morning everyone. हामी चाहिँ आज पाइक्स पिक जाँदै छौं हैन? पाइक्स पिकको कग रेलवे चढ्नको लागि जाँदै छौं हामी चाहिँ रेल चढेर पाइक्स पिकको अब माथि टपमा जाँदै छौं। अहिले लगभग 6:15 भयो हैन? हजुर। अब हामी यहाँबाट कति 2 आवर्स जतिको ड्राइभ लाग्छ। अनि त्यसपछि त्यहाँबाट ट्रेन चढेर हामी पाइक्स पिकको टपमा जाँदै छौं। अनि हाम्रो अब रिजर्भेसन चाहिँ 9:20 को छ हैन? 9:20 को हैन? तिमीले गरेको 9:20 बिहानको। सो हामी चाहिँ आज एकदम बिहानै उठेर रेडी भइसकेर 6 बजे त हामी घरबाट निस्किसकेको छौं। एक्साइटेड छौ त? एकदम धेरै एक्साइटेड। ओके, म पनि। लेट्स गो। Let's go, Baba. Let's go. Let's go. Are you excited? Oh, of course. यस्तो खाली आनन्दको फिल भइराखेको छ। हामी अलि अर्ली मर्निङ नै भयो नि त। एकदम अर्ली मर्निङ भएर अब एकछिनपछि 8-9 बजेतिर त पुरा फेरि ट्राफिक भरिहाल्छ। सो दामी देखिन्छ हेर न। यो चाहिँ डेनभर मेन डाउनटाउन हो के? अब चाहिँ कोलोराडोको एकदमै पपुलर फुटबलको स्टेडियम आउँदैछ। यो चाहिँ ब्रोन्कोस स्टेडियम। ट्रेन कति लामो रहेछ नि त, स्नेक जस्तै। फर्स्ट यसको अगाडि भेट्टामै अब भेट्टाइन्छ होला। अब बिस्तारै चल्छ। हाम्रो 75-80 को स्पिड। कतिको स्पिडमा छ? मैले 75 को स्पिडमा 75 माइल्स पर आवर। भेट्टिन लाग्यो अगाडि गयो। माउन्टेन देख्यो, माउन्टेन। हामी अब त्यसको टपमा पुग्ने हो, ठ्याक्कै त्यो माथि टप। यो पाइक्स पिक। हामी चाहिँ मनी ठाउँ स्प्रिङ्स आइसकेको छौँ। यो चाहिँ कस्तो दामी गर्ने है? खतरा रहेछ। सानो टाउन रहेछ त दामी। माउन्टेन टाउन। नर्थ पोल रे, होम अफ सेन्टा। अब हामी चाहिँ यहाँबाट माथिपट्टि अब ट्रेन चढ्ने ठाउँतिर लाग्नुपर्छ होला। अलराइट गाइज, ल हामी चाहिँ फाइनल्ली यो म्यानिटाउ स्प्रिङ भन्ने ठाउँमा आछौँ। यो रेल ट्रेन स्टेसनमा हैन? ट्रेन स्टेसनको पार्किङ लटमा आइपुग्यौँ। अब चट्ट गाडी पार्किङ गरेर हैन, अब हामी बाहिर निस्केर चाहिँ ट्रेन स्टेसनमा जान्छौँ। ट्रेन स्टेसन चाहिँ अलि तलपट्टि छ है। वेदर नि राम्रो छ आजको, जे होस् अहिलेसम्म चाहिँ पुरा आनन्द, घाम लागिराखेछ। 12 बजे 1 बजे पछाडि चाहिँ अलि रेनी देखाइरहेछ माथि चाहिँ पिकमा चाहिँ। तर हामी त्यतिखेर भन्दा अघि नै फर्किसक्छौँ होला हैन माथिबाट त। अलराइट, अब माथि जानको लागि चाहिँ यसो अलिअलि तातो कपडा लगाउन पर्छ। हामीले कपडा सपडा पनि पुरा बोकेर आछौँ तल पछाडि। अब चट्ट एउटा तातो कपडा लगाएर अनि हामी चाहिँ ट्रेन स्टेसनमा जाँदैछौँ। राइट,
अब तातो तातो कपडाहरू लगाउनु पर्यो माथि जानको लागि। माथि त टपमा त चिसो हुन्छ नि त। All set. राइट ल हामी चाहिँ अब हाम्रो गाडी यहाँ पार्किङमा पार्क गरेर चाहिँ अब हामी ट्रेन स्टेसनतिर जाँदैछौँ। यहाँबाट तल ट्रेन स्टेसन चाहिँ उतापट्टि छ हैन, तल। हामी अब माथि हो त्यो माथि टपमा यो 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 गच हुँदै दुईटा डाँडाको बिचबाट हामी ट्रेन चढेर माथि टपमा जान्छौँ। कस्तो रमाइलो फिल भइरहेछ। वेदर पनि यस्तो राम्रो छ है, वेदर दिन सबै कुरा एकदम राम्रो छ। र मलाई चाहिँ अलिकति कस्तो लागेको भने चाहिँ यो यस्तो ट्रेन सिधा बाटोमा त चलेको त देखेको हो हैन, तर यो माउन्टेनमा नै ठाडै माथि माथि जानलाई चाहिँ कसरी जान्छ होला भन्ने जस्तो लागिरहेको। त्यो कग ट्रेन हो नि त, त्यही भएर त्यसको त्यो पाङ्ग्रा चाहिँ तलकोमा अड्किँदै माथि माथि जान्छ के। अब यो चाहिँ रेलवे यहाँबाट स्टेसन छ, यहाँबाट तल झरे पछाडि चाहिँ ट्रेन चढ्ने ठाउँ छ। जाउँ तल जाने हो। ओके हामी चाहिँ अब यहाँबाट तल झर्दैछौँ ट्रेन स्टेसन चढ्नको लागि। 32 डिग्री छ पुग्छ यति अनि हाम्रो ट्रेन स्टेसन। ट्र्याकिङ भनेको त पारिपट्टिको भयो, हामी त्योमा हो जाने अब। ए यस्तो यो अड्किँदै जान्छ के। हामी चाहिँ अब यहाँ लाइनमा छौँ भित्र पस्नको लागि ट्रेनमा। बारकोड हाम्रो टिकट स्क्यान गर्नुपर्ने रहेछ यहाँ ढोकामा। त्यसपछि हाम्रो कति हो सिट नम्बर? 31A 31B सिट AB हो। कतापट्टिबाट राम्रो भ्यू हुन्छ? यो साइडको लेफ्ट साइड। ओके। Plus more children down there. We just switch to your right, please. Alright. Thank you. Museum inside the museum. 31 हो? Okay, we are here now. It's row 31. हामी चाहिँ अब यहाँ ट्रेनको सिटमा बसिसक्यो। यताबाट राम्रो भ्यू आउँछ हैन? तर यो माथि गर्नु मिल्छ होला। एक्साइटेड
रमाइलो हुँदैछ नि त ट्रेन चढ्नलाई धेरै पछि ट्रेन चढ्न लाग्यो हामी होइन हामी पहिलाचोटि रोयल गर्ल्सको चढेको थियौँ है रोयल गर्ल्सको नै रमाइलो भएको 1-2 वर्षै भइसक्यो हामी चढेको 1 वर्ष 2 वर्ष होइन र हामी 2024 को जनवरीमा गएको मेरो बर्थडे मनाएपछि अब 1 वर्ष 4-5 महिना सुरु भयो फाइनल्ली यो माथि गर्नुपर्छ After we pass by that big boulder, you're just going to look right on the other side of it, just about eye level, and you'll see Diamond Rock sitting there. So here comes that big boulder. You guys at the front of the train are going to see it first. So car 1, right after we pass by that big boulder, just look straight on the other side of it, just about eye level for Diamond Rock. And I'm going to point to it as we pass by. ठुलो हो कि कस्तो लाग्दैछ त रमाइलो लाग्दैछ पुरा यस्तो स्टेप उकालोमा पनि ट्रेन तरिकाले है उकालो छ अनि मलाई अलिअलि चक्कर लागिरहेको छ तर रमाइलो भएछ रमाइलो भइरहेछ ठुलो ठुलो ढुङ्गाहरू रहेछ कि है भित्रतिर चट्टानहरू ठुल्ठुलो ड्राइभ गरेर आउनु मिल्ने रहेछ नि त हामी लास्ट टाइम आउँदा हामी मेको All right, guys, so we are just about at the visitor center. So just want to go over the important stuff with you one more time. Like I said, this train is going to be leaving the summit right at 11:20. Alright, finally हामी टपमा आइपुग्यौँ अब ट्रेनबाट झर्दैछौँ टपमा आइपुग्यौँ यस्तो दामी भ्यू छ Alright, finally we are on the top. Oh, yeah, of course, yeah. कताबाट हो जाने यताबाट होला सबै यताबाट ल टपमा आइपुग्यो अब हामी चाहिँ यताबाट ट्र्याक एक्जिट गरेर माथि भ्यू पोइन्टमा गएर भ्यू A tiny bit wobbly. चिसो रहेछ टपबाट देखेको भ्यू हावा चलेर रहेछ अलिक है ज्याकेट लगाऊ ज्याकेट टपमा त चिसो चिसो रहेछ हावा एकदम चलेको यतापट्टि जाने यताबाट भ्यू हेर्ने कता त्यो भिजिटर सेन्टर होला कि त घाम नलागेको भए त यहाँ त बस्नै सकिन्थेन चिसो रहेछ हावा चलेर अलिक चिसो भयो हावा त्यही हावाले त हो नि चिसो बनाउने मान्छेहरू त लास्टतिर छ पुरै टपमा
चाहिँ हावा नचलेको बेलामा चाहिँ केही नै भएको छैन हावा चल्ने बित्तिकै यस्तो चिसो हावा चल्छ लाइन छ मान्छेको अगाडि पुरै ट्राफिक जाम भिजिटर सेन्टरमा भ्यू पोइन्टमा जानको लागि दुईवटा लाइन यताबाट फर्किने उताबाट जाने वा उता हेर न कोलराडो स्प्रिङको The rest of it, I'm fine in what I'm wearing. उता हेर्नु न For centuries, indigenous peoples have lived here, tracing their very creation to the mountains and European explorers and new American settlers also set their sights यो on पुट योर सेल्फ अन द म्याप अरे हामी कहाँबाट आएको हामी ओ माई गॉड हामी नेपालकै टच हुन्छ के हो वेलकम टु द पिक्स Denali, North America. हामी यहाँ छौँ यो कति हाइटको 1500 फिट 15,000 So, यो Denali, North America चाहिँ सबैभन्दा हाइएस्ट पिक अफ द ओके माउन्ट त्यो त माउन्ट एभरेस्ट त्यो त माउन्ट एभरेस्ट भइहाल्यो Tabarkava, Sun Mountain. ओहो The name given centuries Mount ago Everest, by the Ute Asia. people यो चाहिँ to a हाम्रो peak माउन्ट first एभरेस्ट touched by एसियाले Dom's नेपाल land. हुनुपर्ने कि एसिया लेखेको The Arapaho call Mount it Everest High त्यति ठुलो छ Atauga, or the Long Mountain. The Sierra Alagre, Mountain of Red Ochre, and El Capitan, the leader. Today, most know it as Pikes Peak. He's also harsh, unforgiving, and dangerous. त बाहिर चाहिँ गिफ्ट सपहरू नि रहेछ उता गिफ्ट सप क्याफे माथि जाऊँ न भ्यू पोइन्टमा माथि जाऊँ अनि त्यसपछि कस्तो ओ माई गॉड कति धेरै लाइन रहेछ त्यहाँ त हामी चाहिँ माथि भ्यू पोइन्टमा जाँदैछौँ माथि भ्यू देखिन्छ राम्रो फेरि चिसो छ Yay, we are here. सबै पारीको चाहिँ कोलराडो स्प्रिङ हो होइन यता लेक ड्याम न यो ट्र्याकबाट आएको हो यताबाट यता छ हामी आएको ट्रेन चाहिँ पार्क गरेर राखिरहेछ लाग्दैछ त तिमीलाई एकदम रमाइलो लाग्दैछ चिसो चिसो भइराखेको छ ओ वाउ कस्तो राम्रो अमेरिका द ब्युटिफुल ए यो एउटाले पोइम लेखेको ओ ब्युटिफुल फर स्पेसेस गाइज फर उता जाने पारी मान्छेहरू ड्राइभ गरेर पनि थाहा छन् भन्दै ड्राइभ गरेर नि आउन मिल्छ अहिले त माथि टपसम्मै खुलेको रहेछ कि ड्राइभ गरेर आउनलाई नि मलाई चाहिँ ड्राइभिङ गरेर आउँदा नि एकदम रमाइलो लागेको थियो ड्राइभिङ गर्दाखेरि पनि त्यो
स्नोहरू साइडमा एकदम राम्रो थियो। ड्राइभ गरेर आउँदा नि एकदम दामी भ्यूहरू देखिन्छ नि, सिनिक एरिया। अनि कति धेरै लेकहरू थियो। 15,000 फिट होइन? 14,000 above। The view भनेको। अर्को साइडतिर जानु पर्यो। मान्छेहरू टपमा आएर फोटोसुटहरू गर्दैछन् होइन। रमाइलो भयो, जस वेदर राम्रो भएर होइन। अब हावा त टपमा हावा चल्ने नै भयो नि। यति क्लियर, यति राम्रो। Alright, हामी चाहिँ अब टपबाट डाउन झर्दैछौँ बिस्तारै है। केयरफुल भयो, आइस छ यहाँ, पुरै आइसी छ बाटो पुरै। ल हाम्रो चाहिँ माथि बस्ने टाइम सक्यो अब होइन। 40 मिनट एराउन्ड टाइम स्पेन्ड गर्न पाइने रहेछ यहाँ माथि। अब चाहिँ हामी ब्याक टु ट्रेन। अब ट्रेनमा चढ्न जाँदैछौँ फेरि अनि फर्किनको लागि। नम्बर 2 होइन हाम्रो? थ्याङ्क यू। यो साइडमा 31 होइन? अब त म बस्छु यता। कति बाटो कस्तो लाग्यो तिमीलाई? एकदम रमाइलो, एकदम राम्रो। दामी रहेछ है, एकदम राम्रो छ। रमाइलो भयो टपमा एकछिन भए पनि। यति राम्रो वेदर, यति सनी, यति राम्रो। अब एकछिन पछि त अब रेनी देखाएको छ। अब सबैजना मान्छेहरू ट्रेनमा फर्किँदैछन्। अब ट्रेन जाने टाइम हुन लाग्यो। All right, everybody. So this train is for ticketed passengers only. We're leaving in about 5 minutes. If you have not already made arrangements with me and you did not ride up with us on the 9:20 train, then you need to step off the train right now. If you drove up this mountain today, you do not want to be on this train right now. ओके, फाइनल्ली हामी अब यहाँ तल आइपुग्यौँ ट्रेनबाट। कस्तो लाग्यो त? एकदम रमाइलो। तिमी त सुत्यौ है एकछिन? कस्तो आनन्द भइरहेको रहेछ। ल हामी बिहान यही ठाउँबाट चढेर गएको थियौँ, फेरि फर्क्यौँ स्प्रिङको ट्रेन। जस एकदम रमाइलो छ होइन। एकदिन एडभेन्चर यसो आएर चट्ट गएर ट्रेनमा
तर अलि अर्ली मर्निङ नै आयो भने राम्रो हुने रहेछ कि होइन हजुर अर्ली मर्निङ आयो भने यहाँ पार्किङ लट पनि पाइन्छ 8, 9, 10 बजेसम्म अनि पार्किङ लट यहाँ नजिकै पार्क गर्न पायो भने अनि यहाँ त आयो एराउन्ड 1 आवर जतिको ट्रेन राइड हुने रहेछ होइन माथि वान वे वान आवर जति माथि गएर माथि चाहिँ एराउन्ड 40 मिनट जति स्पेन्ड गर्न पाइन्छ यसो भ्यूहरू हेर्नलाई अनि फोटोसुटहरू गर्नलाई Here for a different time. Also, you'll notice we've got 2 different cars, 2 different entrances. It'll say on your ल अब चाहिँ हाम्रो यहाँ पार्किङको पे गर्नु पर्यो त्यसरी स्क्यान गर्नु अनि टन्नै भयो होला पार्किङको $25 8:14 AM to 12:48 PM 4 hours 34 minutes $25 भएछ 4 आवर्सको मात्रै $20 हुन्थ्यो अलिकति बढेको त $5 चार्ज गरिहालेछ बुझ्नुभयो 4 आवर्सको त $20 थियो नि त 1 घन्टा अनि त्यो 4 आवर्स प्लस हुने बित्तिकै अर्को 1 आवरको चार्ज हुन्छ नि त अनि ल जाऊ अब हामी चाहिँ हाम्रो तल 6 मिनट जति ड्राइभ गर्छौँ तल टाउनमा जानु हो जे होस् होइन ओभरअल रमाइलो भयो मोस्टली चाहिँ त्यही माथि पिकमा चाहिँ एकदम रमाइलो राम्रो एकदम पहाडमा ट्रेन चढ्नको एक्सपिरियन्स पनि अलि छुट्टै हुने रहेछ प्रायः जस्तो नत्र ट्रेन त अलि समतल ठाउँमा हुन्छ नि त होइन तर यो त पुरा स्ट्रेट 15,000 फिट माथि डाँडामा ट्रेन जानु भनेको त बिहान खाली थियो है हामी आउँदा दुईपट्टि लाइनमा पुरै दुइटै साइडमा पार्किङ लटहरू खाली थियो अहिले त पुरै भरेको छ ल गाइस अब चाहिँ हामी घर फर्कँदैछौँ हामी चाहिँ त्यो म्यानिटो स्प्रिङ्सको डाउनटाउनमा चाहिँ एकछिन टाइम स्पेन्ड गर्ने भनेको तर हामीले पार्किङ नै पाएनौँ त्यही भएर हामी चाहिँ एकदम बिजी रहेछ क्या होइन त्यही भएर हामी सिधै घर फर्किँदैछौँ अब सिधै अब बाटोमै हामी यसो कतै बाटोमा रोकेर अनि केही लन्च गरेर अनि त्यस पछाडि हामी चाहिँ सिधै ब्याक टु होम अलराइट गाइज थ्याङ्क यू फर वाचिङ अस थ्याङ्क यू फर वाचिङ आवर ब्लग होइन अनि प्लिज अब कस्तो लाग्यो भिडियोलाई एकदम कमेन्ट गरिदिनु होला अनि प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब आवर च्यानल है थ्याङ्क यू सो मच गाइज बाई बाई